कलर थ्योरीमा अब हामी बुझौँ एनालोगस कलर भनेको चाहिँ के हो, जसले चाहिँ हामीले आई मेकअप गर्दाखेरि ट्रान्जिसन क्रिएट गर्छ त्यस्तो कलरलाई चाहिँ एनालोगस कलर भनिन्छ। र एनालोगस कलरमा चाहिँ तपाईँ मेक स्योर यति हुनु पर्यो कि के हो, प्राइमेरी हुनु पर्यो, टर्सरी हुनु पर्यो, सेकेन्डरी हुनु पर्यो र हुँदाखेरि चाहिँ के हुनु पर्यो, यसरी नै हुनु पर्यो, पङ्क्तिबद्ध तरिकाले हुनु पर्यो। किनभने प्राइमेरी कलर र सेकेन्डरी कलरको मिक्सबाट बनेको कलर चाहिँ टर्सरी कलर हो। सो त्यो कारणले गर्दाखेरि चाहिँ टर्सरी कलर जहिले पनि मिडमा आउँछ र तपाईँको एनालोगस कलर चाहिँ यो तीनटा कलरहरूको मिश्रणबाट बनेको हुन्छ, जसले चाहिँ तपाईँको के हुन्छ त ट्रान्जिसन क्रिएट गरिदिन्छ। त्यस्तो कलरलाई चाहिँ हामीले भन्यो एनालोगस कलर।